स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर 1 र 4 मा रहेको सरकेटारी बडाचौर भजन समूह गण्डकी प्रदेश स्याङ्जा जिल्ला तथा लुम्बिनी प्रदेश पाल्पा जिल्लाको सिमानामा हुँदै गएको पवित्र स्थल खाली गण्डकी कामदीदेखि मालुङ्गा 3 किलोमिटर उत्तरतर्फ बगेकी पवित्र धार्मिक स्थल उत्तर वाहिनी गङ्गा स्नान तथा त्यसै ठाउँमा रहेका पवित्र स्थल दर्शन तथा सञ्चालनमा रहेको उत्तर गण्डकी महामेलामा सहभागी भई पाल्पा रानी महलसम्म यात्राका केही दृश्यहरू। माथि मुक्ति नाथ वाहिनी रहन भगत माथि मुक्ति नाथ वाहिनी रहन
शरणमा हाय शिर पर्यो चरणमा गङ्गा तिम्रै शरण हाय गङ्गा तिम्रै शरण हे नाथ थाम नात्म पाइन नमन हे नाथ थाम नात्म पाइन नमन हे नात्म पाइन Hey,
हो बाबु तल भिन्न पर्ने बिहान नुहाएर हिँडिन सकेर माथि माथि भयो बता नि किन भएन मजाले भयो होइन सम्झे त चोखिन्छ भन्छन् आफ्नो मन चोक हो ल दिनुपर्छ नि यहाँ दिनु परेन पुरा पहिला जाउतिर ल्याएर पहिला चढायो भने बल्ल पछि उ गर्ने हो पानी सम्पर्क गरेर पितृ सम्झेर अनि बल्ल आगो बाल्ने हो बोल्दै जानुभयो त्यतिको बोल्दै भन्दै पितृ खुसी भयो नि खाने हो त खाइसकेँ मैले खा मेरो बल्दै गयो म नि यहाँ लाम्दै खुब यो बगेमा अनि बालुवा पनि तिम्रो मगाइदिन्छु ढोकेर म कलममा यहाँ देवम थापित पुरन सबदेखि पूर्ण थोरै देऊ
श्री हरि
पशुपतिनाथको सबै पाप हरछ एक दुईवटा कीर्तनहरू
पनि आरम्भ गर्छौँ। श्री हरि भगवानको शिर पर्यो चरणमा गङ्गा तिम्रै शरणमा शिर पर्यो चरणमा गङ्गा तिम्रै शरणमा गण्डकी मैयाको मागेको पाइनी हो उत्तर वाहिनी मागेको पाइनी हो उत्तर वाहिनी बुढा गर्ने मान्छेलाई त गाई हुँदो रहेछ बाबा।
सम्पूर्ण आइदिनु आशा राख्दछु धेरै धेरै उहाँले सामाजिक सेवामा गाउँका निम्ति जहाँ भारत छैन दुखी गरिबहरू हुनुहुन्छ उहाँका निम्ति धेरै सेवा गर्छु मेरो हृदयहरू ब्रह्मले के भन्छ म जीवनका सेवा गर्छु भगवानले सबै चिज दिनुभएको छ केवल मलाई भगवानले निर्देश दिनुभएको म अगाडि बढ्छु भन्नुभएको होइन दाइ गोपाल सारूकी शब्दद्वारा सम्बोधन गरिरहने कोष घण्टा भाइलाई यहाँको नगरपालिकाका नगर प्रमुख आदरणीय विमला अर्यालज्यूलाई सम्मान विशेष अतिथिता ग्रहणका लागि मञ्चमा आमन्त्रण सादर अनुरोध छ। यसरी समिया पोखरेलज्यू समाजसेवी हार्दिक स्वागत गर्दै समितिका महानुभावद्वारा यज्ञाचार्यज्यू जय बोलो दामोदर भगवान को उत्तर गण्डकी माता को श्रद्धालु भक्तजनहरू यहाँहरू आउनुभएको छ उहाँलाई विशेष आतिथ्यको लागि मञ्चमा आमन्त्रण गर्दछौँ। भगवान को आनन्द कन्द भगवान को धन सम्पत्ति जाँदैन घटेर दान गर मुसुक्क हाँसेर कति मिठो भन्छ कला नेपाली जीवले नेपाली परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै 5 कालीनिर त त्यही हो एउटा घरै त्यति त्यति
हामी यो रानी महल आएर छौँ, हजुरलाई कस्तो लागिरहेको छ? नमस्कार, हामी सर्केटारी बडाचौर भजन समूहको एक जत्था नै यानि कि 40 जनाको जत्था हामी यो रानी महलमा अवलोकन गर्नको लागि आएछौँ। हाम्रा उत्सुकताहरू के भने रानी महल कस्तो छ, कहाँ छ भन्ने कतिपयलाई थाहा नहोला, कतिपय 1-2 पटक आइसक्नु होला, उहाँलाई उत्सुकता छैन। प्रथमचोटि आउनेलाई चाहिँ रानी महल हेर्न धेरै उत्सुकता जागिरहेको थियो, त्यो मेटाउनलाई हामी यहाँ आएका छौँ। यो रानी महलले हामीलाई साँच्चै नै मनको भावनालाई बगाउने एकदम सुन्दर यो कालीगण्डकी तीरमा रहेको अति सुन्दर रानी महल, सबैलाई लोभै लाग्दो प्राकृतिक भूबनोटले ओतप्रोत भएको एकदम मनै छुने अति मनोरम पर्यटकीय स्थल यो रानी महल साँच्चै नै भन्ने भने सबैको लागि मनमा बस्ने केन्द्र बन्नेछ। शुभ रहोस्, शुभकामना सबै। मन भयो परेशान नानी हालिदिएको छ। यही हो पूर्वी दर्शन मन भयो परेशान यही हो पूर्वी दर्शन आनन्द यो आनन्दै आजको खड्को संसार राजा आनन्दै आजको खड्को संसार राजा सिँढीमा लाइन ल्याएर उभिउँ है। सब बसेपछि हुन्छ अघि सब भयो।
निमित्त हो रानी दरबार महल हाय हाय हे